सबै फेसबुकमा हाल्नु होला है। लगभग 94 वर्षको बुढा हुन्। यहाँहरूलाई पुनः स्वागत छ। हामी यतिखेर धुरकोट गाउँपालिका वडा नम्बर 1 नयाँ गाउँको भैलो नाच देखाइरहेका छौँ। यहाँ स्थानीय हस्तबहादुर नेपाली जो लगभग करिब उमेरको हिसाबले 94 वर्षको भइसक्नुभयो र पनि उहाँको यो भैलोप्रतिको ख्यालीप्रतिको उहाँको माया अहिलेसम्म पनि डगमगाएको छैन। यो हामी तपाईँसँग प्रत्यक्ष प्रसारणमा यहाँ देखाइरहेका छौँ। उहाँको उमेर लगभग 94 वर्षको हुनुभयो र उहाँको उमेर अनुसारको यो नाच तपाईँलाई हामी देखाउन सक्छौँ। नाचेर बजाउनेको आएन र उहाँको उमेरको हिसाबले हेर्नुपर्दा लगभग 94 वर्षको यो उमेरमा पनि उहाँले यो ख्याली नाच देखाउनु भयो। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। ख्याली पनि सबै पुरानो भनेको